पैसा गयो 8,000 रुपियाँ। गुड मर्निङ। अहिले चाहिँ हामी लेन्स काट्न आएको छ किनकि हाम्रो आइस देखाउनु थियो नि त, बडा कमजोरी भएको छ। त्यही भएर अहिले हामी चुज गर्दैछौँ ग्लासेस। हेरौँ पायो भने चाहिँ लान्छु। सबैजना यहाँनिर छ। अहिले रन चाहिँ भित्र उयो गर्दैछ, आई चेकअप गर्दैछ। है कुन चाहिँ लानु आँटेको रन्सले? तिम्रो थियो रन्सको? तिम्रो म त बेसी चस्मा लाग्नु त्यही चाहिँ यो पनि राम्रो रहेछ ठिक्कै। हौ त्यो ट्राई गर। तर अहिलेको चाहिँ यो हो नि त नि फेमस। तर यसले पनि दामी देख्यो तँलाई रन्च। हेर चस्मा किन्न आएको हेरिहाल्ला गाइसहरू हामी दुईजनाको। 6 महिनामा आउनु भनेको पनि छ। रन्च मोनाटे कमजोरी थियो -6 होइन। आलुको चस्माहरू लाउँछ धेरै हो यति कता माइनस। तर नम्बरमा चेक नम्बर तिमी पनि चेक नम्बर माइनस छ कि? मेरो त केही पनि भएको छैन, आँखा त राम्रै छ त। होइन उसको त आँखा राम्रै छ नि, खालि रुन्छ मात्रै त्यो हो। बेला बेला रुन्छ कि हाम्रो भन्दा तिम्रो आँखा त एकदम बल्ल हामीले है। 1 होइन 6 हो। खै देखा त लगाएर। तेरो कुन चाहिँ हो? तेरोमा अलिक ठुलो भयो तर राम्रो बेटर रहेछ। सासा सासा तेरो कुन चाहिँ देखा त? लगाएर त देखा नै। त्यही त नि। वाउ यता इंग्लिस ए यस्तो हो। माथिबाट लाउँछ ल। त्यसरी निकाल्नु हुँदैन, भाँचिन्छ साइडबाट। अहिले छु है। देखाऊ। This is my glass. तिमीले किन बाक्दै गयो सबै यस्तै? हामी यस्तै मेरो कुन चाहिँ यो भने यिनीहरूको चस्मा है चाहिँ। उसको चाहिँ कहिले मेरो त खप्पा छ। एकछिन ल। डान्स सबैजनाको हाम्रो आँखा चाहिँ माइनस भएको छ। जस र मेरोचोटि कम्ती नै छ -5, अरूको चाहिँ पुरा धेरै धेरै छ क्या। आज मैले मजाको ग्लास चुज गरेको छु। यहाँ लगाएर देखाउँ के चाहिँ हो। सबै आँखा कमजोरी भएको केटी हो। पैसा गयो 8,000 रुपियाँ। तिम्रो कति गयो? मेरो 6 मात्रै? 7 हो नि हौ। 7 है? मिलाएर टोटल 7 हो तिम्रो? आसाले 8 भयो नि मेरो 7। वाउ वाउ तँलाई पो सुहायो त। मेरो त छैन केही पनि हाउरेमा। ओम्बो हेर कस्तो मजाको देखेको। वाउ वाउ तर अर्काको नयाँ सनग्लास ओपनिङ गरिदिएको यार, कस्तो मजै आएको यार। ल के भन्छौ यार? के भन्छौ बाटोमा हिँड्दै गर्दा उहाँले? एकैछिन टाइम निकालेर भए पनि हामी चाहिँ देखाएर आयो। मेरो चाहिँ तर एकदम राम्रो रहेछ कि आँखा र थ्याङ्क गड है। साथीहरू सबैजना एकदम माइनस लागिरहेको रहेछ नि। दूरदर्शनहरू केही देख्दैन रहेछ यिनीहरूले। है अघि आइस चेकअपमा जाँदा त राम्रो राम्रो थियो त, अहिले के भयो? उयो भएको होला हौ, पैसा बेसी गएर जस्तो भएको होला।
होस उडेर आज लेन्स काट्नु सबै मिलेर कति 27,000 भरि राखेर आएछ। यस ब्रो उसले पनि किने त 8,000 पैसा गरेर यहाँ होस उडिरहेको बेलामा बेसी त्यही त फ्री पो सम्झिरहेको रहेछ यसले फेरि सेम टु सेमहरू अझै चाहिँ हामीले लानु लन्च गर्छ कस्तो मजाको रहेछ ए यसमा चाहिँ के है एक्स्ट्रा चाहिएन 4 लोकेले कस्तो मजाको रहेछ देखाउ खोलेर मजाले वाउ यसमा बोतल पनि छ बोतल पनि देखाउ सब्जी ल्याउने बोतल पनि देखाउ एकछिन ल हतार नगर्नु न कुदाउँछ होला यिनीहरू पुरा लाज ल्याउन देखाउनु मानेछ नि किनकि नानीहरू यस्तो उयो बोकिरहेको छ नि त लन्च बक्स भोलिदेखि स्टार्ट हामी यो बोक्ने नेक्स्ट टाइम म अर्को भ्लगमा चाहिँ के गर्छु भन्दाखेरि चाहिँ यसमा यो खानाहरू बनाएर हालेको पनि देखाउँछु सेम छ सबैको रन्च र मेरो चाहिँ एउटै छ अरूको चाहिँ डिफ्रेन्ट कलर झन्डै रुएर आस्तो आज नपाएर है मैले मजाको यसलाई उयो गरेको छु पल्स हामी चाहिँ जाँदैछौँ बर्थडे पार्टीमा यो पनि छ हामीसँग जाउँ भीमले नयाँ टी सर्ट लगाएको थियो देखाइदिउँ भनेको त चढिहालेछ म चाहिँ सेकेन्ड सिटमा छु है यहाँ छ एलर्जी भीमले एलर्जीले कहिले छोडेर त्यही त उनीले छोडे पनि एलर्जीले नछोड्ने रहेछ त्यो ट्याब्लेट खाऊ न सानो खालको ट्याब्लेट आयो है ए होइन बिचरा उसले बुझेको पनि छैन होला भाषा वो नहीं चिल्लाया तुमको जावेद कुछ नहीं बोला जावेद थोड़ी बोलते हैं मेरे को जावेद डरता है ये वीडियो दिखा दूंगी मैं उसको डर के मारे तुम 2 बार पूछने गए ना मैं कुछ नहीं बोलता हूँ इसीलिए रुको बोल चला गया बस वो बड़ा भाई है ना परमिशन मांगने सही बात किया भाभी को बोल देना मैं आज नहीं आ रहा हूँ बोलने के लिए गया ना गैस फाइनली हामी चाहिँ आइपुग्यो यो चाहिँ ठाउँ कस्तो मजाको छ है देख्यो होला हामी कहाँ आइपुग्यो भनेर म्याडमहरू लन्चलाई पनि मजाको देखेको ग्रिन सय ग्रिनले तँलाई भीमबहादुर हाम्रो ब्रदर हेलो गाइस खाना सुन्दरी विश्व सुन्दर ह्यान्डसम बोय अन्त ब्युटिफुल गर्ल वाउ आँखा बन्द गर्दा चिमचिम आँखा नै खोल्छ यस्तो हक चाहिँ भएन खै बर्थडे गर्ल ह्याप्पी बर्थडे बर्थडे गर्नु है ह्याप्पी बर्थडे अलिक पछि जाउँ न दिने त हौ यसरी भेट्नुपर्छ नि त हौ पहिला पछि जाउँ न तिमीलाई फुल देखाइदिन्छु फुल आउटफिट देखाइदिन्छु ल आमामा कपाल देखाउ त सानो लामो भन्नुहोस् त उताबाट नितुको कपाल हेर साथी ग्यास हेर नितुको कपाल खतरनाक लामो न वाउ सुन्दरी विश्व सुन्दरी त्यो आउटफिट निकालिदिन्छु एकछिन वाउ
गाइस हेर न दुईजना सेम ड्रेस लगाएर चाहिँ बिचमा हेर न यहाँनिर फोटोसुट हुँदैछ यिनीहरूको चाहिँ अब म यिनीहरूको मजाको फोटो निकालिदिन्छु भनेर चुका यस्तो कहानी भन्दैन यो चाहिँ हामीले नि चक्लेट भनेर खानु आँटेको भएर त होइन डिजाइन मात्रै रहेछ डिजाइन हो के खाऊ न पापाको अलिक किन यस्तो सिरियस के टेन्सन छ के डिप्रेसन छ कस्तो खालको डिप्रेसन हो यो मुटु दुख्ने डिप्रेसन यता टाउको दुख्ने उता डिप्रेसन बर्थडे पनि सक्यो केक सेक कट गरेर चाहिँ गएको अब आदिल पनि चाहिन्छ किन त अघि आएर पनि बसिरहेको रहेछ तिमीहरू हामी त एकछिन डान्स गरौँ भनेर त भएन नि डान्सको कुरा बस्छ खरनाया आदिललाई छोडिराखिस् आदिल अब त्यही त खायो पियो होइन यो बिचरा भर्खर नाच्दा त्यो पुरा उचाइमा हिँड्नु परेर भर्खर नाच्दा थियो बिचरा भर्खर नाच्दा थियो बिचरा नाच्नु पाएन भर्खर उफ्रिँदै थियो बिचरा तिमीलाई खोज्दा खोज्दा कहाँ गयो हो आइपुग्यो हामी चाहिँ अहिले रुममा बल्ल आइपुग्यो हामी चाहिँ आमा यस्तो राति बसेछ दरवाजा खोलो बेटा ला हाम्रो हेर त यहाँ एलोभेरा सुकेछ नि खत्तम भइरहेको रहेछ होइन देखेन है माटो ए माटो यो त सुकेछ रात बाहिर लुगा फर्काला जस्तो सुक्यो भने माटो सुक्यो भन्नुपर्छ नि त माटो सुकेछ भने उयो ल्याउन मैले सामान ल्याउनै बिर्सेछु पधार्यौँ हामी चाहिँ अहिले रुममा अब त्यही त हो हातखुट्टामा धेरै लुगा फेर्नुपर्छ गाइस Show me your heart. मेरो मित्रहरूलाई देखाइदियो नि तिम्रो हात सानो हात
कस्तो मजाको छ करिनाको यो करिनाको हार्ट कसलाई दिँदैछ यो दिल एक सेकेन्ड कसको लागि यो हार्ट भन त ए वो म त भन्नै बिर्सेर नि आम्मामा लेन्स पनि निकाल्दै रहेछ आँखा दुखेन के को दुख्छ हौ नै दुखाल भा लिएर साथी नकल पार्नुको तरिका है चाहिँ राम्रो आँखालाई त्यसै त माइनसहरूलाई पनि माइनस भएको आँखालाई पनि लेन्स लाएर बिगार्न आँटेछ पहिला थाहा भएन नि किन बनाउँथ्यो नि थाहा थिएन हामीलाई सोधेर भन्थ्यो त अनि नि है लेन्स बना भनेर हामी त तिम्रो आँसु आउँछ होला भनेर नि त तर राम्रै हो तर दामी दामी चिजहरू छ त्यो अर्को पाना देखाइदेऊ त यो पनि मजाको छ उसको त सेट आएछ नि त यो चाहिँ पिलोको यो हार्ट अन्त यो कुसन छ अन्त बेडसिट छ अब मजाले चेपेर सुत्ने होला नि त दुई दिन त छोडेको थियो बिचरा अटो नआएर अस्तिको दिन आएको होइन हार्ट बिट सुत्नुपर्छ अब हुँदैन यो पाराले